नेपालको झन्डा फरर म त सम्झेको सम्झैछु, आज भोलि पिर नपार। बागलुङको खेती किन नहुने जेलसम्म तिमीलाई झेलेर जिन्दगी बिताउँला यसो नगर। हे माया खरानी बर्खाएर बर्खा लाग्यो झरीमा परौँला, सिमसिमे पानीमा झन्डै गर्छ कि जिन्दगानीमा। अब हाम्रो देशको चलन आयो, अब राजतन्त्र फर्काउन पर्नेछ। यो जिन्दगीको कता बेतालाई अब समातिरहेको छ। राजतन्त्र अब फर्काउन जरुरी छ। हाम्रो देशका काल्पनिक वस्तुहरूलाई अब निकै राम्रो ठान्नु छ, अब अगाडि बढ्नु छ। अनि तर्क जस्तै अब ज्ञानेन्द्र शाह जस्तै राजवंशी अब सिरपेच लगाउन छ। अब हाम्रो देशमा राजतन्त्र फर्किन छ। जय दुर्गा प्रसाई, राम्रो काम गर्यौ तिमीले, अब राजा फर्काऊ। राजाले अब राम्रो काम गर्छन्। राजतन्त्र फर्किन अब जरुरी छ। राजतन्त्र आयो भने हाम्रो देशमा निकै राम्रा राम्रा कुराहरू गर्न सक्छ र राजाले नै अब देश जोगाउन सक्छ। राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। अब हाम्रो देशमा राजतन्त्रको विकास हुन जरुरी छ। राजतन्त्र आयो भने हाम्रो देशमा निकै राम्रा र प्रेम लाग्दा कुराहरूलाई अँगालिएको हुन्छ। राजा आयो भने राम्रो काम गर्छ। राजा फर्क्यो ज्ञानेन्द्र, अब यिनी नराम्रा भ्रष्टाचारीलाई जेलमा लगेर तोड। अब तिमीले राज गर, तिमीले राम्रो काम गर्छौ भन्ने मैले आशा भरोसा गरेको छु। जय राजतन्त्र जिन्दाबाद, जय राजतन्त्र जिन्दाबाद, जय राजतन्त्र जिन्दाबाद, जय राजतन्त्र जिन्दाबाद, जय राजतन्त्र जिन्दाबाद। अब हाम्रो देशमा राम्रो राजतन्त्रको विकास भयो भने राम्रो सगरमाथा छाउनेछ। झुपडीको माहौल बन्नेछ, झुपडीलाई सन्ने